नेपालमा बालेन्द्र शाह प्रधानमन्त्री बने लगत्तै भारत नेपाल बीच रहेको सीमा विवाद समाधानका प्रयासहरू तीव्र बनाइएका छन्। सीमा व्यवस्थापनलाई मजबुत बनाउन विवादित क्षेत्रहरूको अवस्थालाई स्पष्ट पार्न सोमबारदेखि अर्थात् भोलिदेखि सर्वे अफ इन्डियाको टोलीसँग मिलेर भारत नेपाल अन्तर्राष्ट्रिय सीमाको संयुक्त सर्वेक्षण सुरु हुने भएको छ। एसएसबी 39औं वाहिनी मुख्यालयमा भएको बैठकमा अप्रिल 6 देखि सोनाहा सीमा चौकी अन्तर्गत पर्ने पिल्लर नम्बर 734/5 बाट सर्वेक्षण सुरु गर्ने प्रस्ताव गरिएको थियो। यस अभियानले सीमा व्यवस्थापनलाई अझ बलियो बनाउनुका साथै विवादित क्षेत्रहरूको वास्तविक अवस्था स्पष्ट पार्ने अपेक्षा गरिएको छ। बैठकमा एसएसबीका कमान्डेन्ट रविन्द्र कुमार राजेश्वरी सहित अन्य अधिकारीहरू उपस्थित थिए भने सर्वे अफ इन्डियाका सर्वेक्षकहरूको पनि सहभागिता रहेको थियो। बैठकमा सीमा स्तम्भहरूको सर्वेक्षण, मर्मत तथा पुनर्स्थापना बारे रणनीति तय गरिएको थियो। कमान्डेन्ट राजेश्वरीका अनुसार नो म्यान्स ल्यान्ड क्षेत्रमा अतिक्रमण भएको र केही सीमा स्तम्भ हराएका कारण विवाद उत्पन्न भइरहेको छ। दुवै देशका सर्वे विभाग बीच समन्वय गरेर हराएका वा बिग्रिएका सीमा स्तम्भहरूलाई प्राथमिकताका साथ पुनर्स्थापना गर्ने सहमति भएको छ। साथै नदी वा तालबीच रहेका पिल्लरहरूलाई पनि स्थलीय पिल्लर सरह महत्त्व दिँदै चिन्हाङ्कन र पुनर्स्थापनमा विशेष ध्यान दिनेछ। केही दिन अघि श्रावस्ती जिल्लामा भारत नेपाल संयुक्त सीमा सर्वेक्षण टोली 3 को पहिलो अन्तर्राष्ट्रिय बैठक सम्पन्न भएको थियो। उक्त बैठकमा भारततर्फबाट श्रावस्तीका डीएम अश्विनी कुमार पाण्डे र बलरामपुरका डीएम विपिन कुमार जैन लगायत अधिकारीहरू सहभागी थिए भने नेपालतर्फबाट पनि उच्च स्तरीय प्रतिनिधि मण्डल सहभागी भएको थियो। नेपालको बर्दिया जिल्लाका प्रमुख गोगन बहादुर हमालको नेतृत्वमा नेपाली टोलीले बैठकमा भाग लिएको थियो। बैठकको उद्देश्य सीमा सम्बन्धी समस्याहरूमा छलफल गर्दै संयुक्त सर्वेक्षणलाई तीव्रता दिनु रहेको थियो। भारत र नेपालका सीमावर्ती 7 जिल्लामा, जसमा बिहारका पूर्वी तथा पश्चिमी चम्पारण पनि सामेल रहेका छन्, यी क्षेत्रहरूमा निगरानी कडा पारिएको छ। नोम्यान्स ल्यान्डमा भएका अतिक्रमण हटाउने कार्य पनि सुरु गरिएको छ। संयुक्त सर्वेक्षण 1 महिनाभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ। यसले खुला सीमामा दुवै देशबीचको समन्वय र व्यवस्थापनमा सुधार ल्याउने विश्वास गरिएको छ। 24 मार्चमा रक्सोलमा संयुक्त फिल्ड सर्वे टोलीको पहिलो बैठक भएको थियो, जहाँ सीमा स्तम्भको संरक्षण र व्यवस्थापनका विभिन्न पक्षमा छलफल गरिएको थियो। हालै नेपाल प्रशासनले रक्सोल नजिक अतिक्रमण हटाउने काम सुरु गरेको छ भने भारतीय सशस्त्र सीमा बल एसएसबीले पलान्वामा अवैध संरचना हटाएको जनाएको छ। अधिकारीहरूका अनुसार यो सर्वेक्षण 7औं बाउन्ड्री वर्किङ ग्रुप र 12औं सर्वे अफिसियल कमिटीका सिफारिस अनुसार सञ्चालन हुनेछ। यसको मुख्य उद्देश्य सीमा स्तम्भहरूको सही अवस्थाको पहिचान, मर्मत तथा अवैध अतिक्रमण हटाउँदै सीमामा सुरक्षा सुनिश्चित गर्नु हो। भारत र नेपाल दुवै देशका अधिकारीहरूले सीमा व्यवस्थापन सुधार गर्न आवश्यक सबै प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।